विद्यालयको कमानमा श्री राष्ट्रिय माध्यमिक विद्यालय धनुषाको मार्च पास भइरहेको छ। नम्बर 2 सेवाको प्रतिनिधि सरकारले कल्पना सिद्धिको कमानमा श्री विकास पब्लिक कलेज पर्साको मार्च पास भइरहेको छ। त्यसैगरी को नेतृत्व श्री जनता माध्यमिक विद्यालय गौरीडाँडा बर्दिवासको कम्पनी जुनियर कलेज सरकारले वर्षा नगरले निर्माण गर्नुभएको छ। तसर्थ नम्बर 1 सेवाको प्रतिनिधि सरकारले विष्णु गुप्ताको कमानमा श्री ग्लोबल बिजनेस कलेज पर्साको मार्च पास भइरहेको छ। नम्बर 2 सेवाको प्रतिनिधि सरकारले वर्षाको मार्च पास भइरहेको छ। नम्बर 4 सेवाको प्रतिनिधि सरकारले प्रदेशात्मकको कमानमा श्री त्रिवेणी माध्यमिक विद्यालय उदयपुरको मार्च पास भइरहेको छ। सपनाहरू छातीभरि बोकेर कि हामी सही भइहाल्यो भने पनि हाम्रो रगत केही हिउँसित पौलिएर सङ्लो भई बग्दै नदीमा गएर हाम्रो देशको माटो भिजाओस्। आफ्नो इतिहास पुर्खाले चाहिँ उज्याएर राख्ने लडाइँको मैदानमा पिठो नदेखाउनु गजब चित्राएको थिएँ। तर यसपालि पनि सबै जस्तो फोटोमा राखेर होला नि। छाती मेरो देशको जमिन हो, देशको सुरक्षा मेरो धर्म हो। लिम्पियाधुरादेखि कञ्चनजङ्घासम्म, पशुपतिनगरदेखि प्रणपुरसम्म रक्षा मेरो कर्म हो। म यो देशको रक्षक हुँ भने दुश्मनको भक्षक पनि।